सिन्धुपाल्चोककै शिरको रूपमा रहेको जुगल हिम श्रृङ्खलामा हिमाल आरोहणका लागि जुगल गाउँपालिकाले आवश्यक जनशक्ति उत्पादनमा विशेष कार्यक्रमहरू सुरु गरेको छ। सो अन्तर्गत आरोहणका लागि आवश्यक माउन्टेन गाइड उत्पादन पनि थालेको छ। जुगल गाउँपालिकाकै जुझारु युवाहरूलाई हिमाल आरोहणका लागि दक्षता प्रदान गर्न तालिम दिइएको छ। जुगल गाउँपालिकाको आधार शिविरमै लगेर गाउँपालिकाले आफ्ना युवाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ। जुगल हिमालको आरोहणलाई व्यावसायिक बनाउने र पर्यटन प्रवर्धन गर्ने कार्यमा जुगल गाउँपालिकाका जनप्रतिनिधिहरू हौसिएपछि यो कार्यक्रम अघि बढेको थियो। सबैभन्दा पहिले स्थानीय स्तरमै दक्ष जनशक्ति भएमा मात्रै पर्यटक तथा आरोहीहरूलाई सहज रूपमा सुविधा दिँदै गाउँमा रोजगारी प्रदान गर्न सकिने उद्देश्य गाउँपालिकाको छ। जुगल गाउँपालिकाले आयोजना गरेको यस कार्यक्रममा 10 जना प्रशिक्षार्थीहरू सहभागी थिए। हिमाल सम्बन्धी हिमालसँग जोडेर काम गर्नु पर्छ नि त हामीले, जहाँ चाहिँ फोहोरको व्यवस्थापन गर्न त्यो हिमाल कुनै पनि जानै गाह्रो छ नि त। जुगल गाउँपालिकालाई यो कार्यक्रम सम्पन्न गर्न इक्वेडर एक्सपिडिसन र इन योर ह्यान्ड्स युकेले सहकार्य गरेको थियो। माउन्टेन गाइड दावा जाङ्बु शेर्पा र सोनाम छिरिङ लामाले प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए। 2081 फागुन 17 गतेबाट काठमाडौँमा प्रशिक्षण सुरु भएको थियो। धुम्बाराही स्थित पासाङ लमु वाल क्लाइम्बिङमा पहिलो 2 दिन प्रशिक्षण प्रदान गरियो। यसले चाहिँ रोप म्यानेज गरेर दिने कि त्यसरी फेरि स्टपर हाल्दाखेरि यसले डबल निकालिदिनु पर्यो। डबल हालेर यसरी तानिदिएपछि भयो है। लेफ्ट ह्यान्ड अलि नजिक यता सिधा तल सिधा हुनु पर्यो, हल्का बिस्तारै गुड गुड गुड। त्यसपछि काठमाडौँको फर्पिङ हात्तीवनमा रहेको प्राकृतिक चट्टानमा 4 दिन प्रशिक्षण प्रदान गरियो। पर्यटन सम्बन्धी नै थियो, पढेको पनि थियो अनि धेरै रुचि पनि यसै क्षेत्रमा थियो अनि यस्तै यो अवसरहरूको खोजीमा थियो अनि हजुरहरूले यस्तो राम्रो अवसर प्रदान गरिदिनु भयो, त्यसको लागि मनदेखि नै आभारी छु। आत्मविश्वास कतिको बढ्या छ? आत्मविश्वास पहिला त अलिकति जेरै थियो होइन, अहिले ट्रेनरहरू पनि एकदम राम्रो हुनुहुन्छ सरहरू उहाँहरू, अनि उहाँहरूले बेसिक लेभलदेखि नै सिकाइदिनु भयो। अहिले कन्फिडेन्स लेभल चाहिँ पहिलाभन्दा यो सुरुको पहिलो दिनभन्दा अहिले छैटौँ दिनसम्म आइपुग्दै धेरै बढेको छ। र फागुन 25 गते प्रशिक्षक प्रशिक्षार्थी र व्यवस्थापकको समूह हिमालमै प्रशिक्षण गर्ने गरी काठमाडौँबाट जुगल हिमालको आधार शिविरतर्फ लाग्यो। जुगल गाउँपालिकाको कार्यालय चनौटेबाट यो समूहमा गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र पत्रकारहरूको समूह पनि समाहित भयो। यो समूह पहिलो दिन गाडी मार्फत तेम्बाथान पुग्यो। समूहमा वरिष्ठ पर्यटन व्यवसायी महेन्द्र सिंह थापा, गाउँपालिकाकै पर्यटन समितिका अध्यक्ष मिलन तामाङ सहभागी हुनुहुन्थ्यो। प्रशिक्षार्थीहरू पेम्बा शेर्पा, पाल दोर्जे शेर्पा, निमा शेर्पा, प्रेम ग्याल्चे शेर्पा, रविन स्याङ्बो, दावा तामाङ, निरज लामा, महेन्द्र तामाङ, मनिष सिंह थापा र प्रेम विश्वकर्मा सहभागी थिए। तेम्बाथान आफैमा पर्यटकीय गाउँ बन्दैछ। ससाना होमस्टेहरू सञ्चालनमा छन्। अर्ग्यानिक खानपानको सुविधा र बासको सुविधा सुरु भइसकेको छ। हाम्रो समूहमा 20 भन्दा बढीको सहभागिता थियो। उनीहरू सबैलाई तेम्बाथानले राम्रो सेवा प्रदान गर्यो। त्यसपछि भोलिपल्ट 26 गते छेन्थाङका लागि यात्रा सुरु भयो। छेन्थाङसम्मै मोटर बाटो पुगिसकेको छ, तर हामी पदयात्रालाई सहज बनाउने उद्देश्यले हिँडेरै छेन्थाङ पुग्यौं। हिमाली स्वच्छ हावासँग बहेलिँदै यात्रा गर्नुको मजा बेग्लै थियो। 2 घण्टा यात्रा गरेपछि दिपु पुग्यौं र खाना खायौं।
त्यसपछि पुनः यात्रा अघि बढ्यो छेन्थाङका लागि। मैले नै लिडिङ गरेर हामी 5 बजी भएर आयौँ। हामी यहाँ बस्यौँ। त्यसपछि हामीले राम्रो म्यापहरू एउटा पर्यटनको लागि हामीले पुरा डिजाइन नै बनाएको थियौँ र यहाँ बसेको बेलामा त्यति बेलामा मतलब के पनि थिएन र सिटामोल पनि थिएन होला त्यो बेलामा एरियामा। मैले नै मेरो औषधि जम्मै बाँडेको यहाँदेखि क्यान्डिङ गुम्बासम्म होइन। भनेपछि अब अहिले भनौँ न अब धेरै डेभलप भइरहेछ। पुनः सडकै सडक 3 घण्टाको पैदल यात्रा गरेपछि छेन्थाङ पुग्यौं र त्यहीँ बास बस्यौं। छेन्थाङमा चाहिँ बस्नका लागि सामान्य 2 वटा घर छन् जहाँ सुख दुःख 40 जना मानिस एकैपटक बस्न सकिन्छ। भोलिपल्ट भने यहाँबाट हामीले सडकलाई छाड्यौं र गोरेटो पदमार्गबाट यात्रा सुरु गर्यौं। तेस्रो दिनको गन्तव्य पेमाछालका लागि थियो। छेन्थाङबाट पेमाछालसम्म बीचमा कुनै होटल वा घरहरू भेटिन्नन्। उहाँहरू सहितको यो जम्बो टिम हामी जुगल हिमालको बेस क्याम्पतर्फ उन्मुख छौँ। उक्लिरहेका छौँ निरन्तर यो उकालो। श्वास धड्कन बढिरहेको छ र सँगसँगै हिम्मत पनि बढिरहेको छ कि जुगलको आधार शिविर पुग्नको लागि हामी निरन्तर प्रयासमा छौँ र हाम्रो यो मिसन छिट्टै जुगल हिमालको बेस क्याम्पमा पुग्नेछ। वास्तवमा पदयात्राको मज्जा पनि छेन्थाङबाटै सुरु हुन्छ। ब्रह्मायणी नदीलाई दाहिने पारेर उक्लिनुको मजा वास्तवमै आनन्ददायी थियो। हिउँ पग्लिएर भर्खरै पानी बन्दै छङछङ बगिरहेको ब्रह्मायणीले यात्राका सम्पूर्ण थकानहरू मेटिरहन्थ्यो। करिब 8 घण्टाको यात्रापछि हामी पेमाछाल पुग्यौं। बाक्लो हुस्सु कुहिरोले त्यस दिन केही देख्न सकिएन। छेन्थाङमा झैं पेमाछालमा पनि साँझपख धुनी जगाई क्याम्प फायर गरी न्यानो लियौं र रमाइलो गर्यौं। अब भोलि हामी बेस क्याम्पमा पर्सि कहाँ जाँदैछौँ 4700मा जाँदैछौँ। त्यो त धेरै हाइट हो नि त। यसले गर्दा भोलि हाम्रो विदेशीहरूले चाहिँ अहिलेसम्म हाम्रो प्र्याक्टिसमा पेमाछाल चाहिँ माथि जुगल भ्यू पोइन्ट भन्ने छ त्यहाँ चाहिँ हामी चाहिँ एडजस्ट गर्नको लागि हामी टाइम छुट्याउँछ एक दिन यहाँ। हामी त्यो दिनको लागि भोलि यहाँ रोक्दैछौँ। हाम्रो क्याम्प पनि भोलि यहीँ हुन्छ र त्यो सँगसँगै हाम्रो 2टा कार्यक्रम के हुँदैछ भने हाम्रो जो जुगल बेस क्याम्पमा जाने एउटा पुल हाल्ने ठुलो प्लान छ। अध्यक्ष यहीँ हुनुहुन्छ। यात्राकै क्रममा प्रशिक्षार्थीहरूलाई क्याम्प सेट गर्ने, पाहुनाको सत्कार तथा सेवा गर्ने, म्यापिङ गर्ने लगायतका कार्यहरू सिकाइएको थियो। उत्तरतिर आफ्नो नर्थतिर चाहिँ म्यापको टाउको फर्किनुपर्छ है। त्यो हुँदा यहाँ नै जहिले पनि याद गर्ने यहाँ एन लेखेको हुन्छ। सामुद्रिक सतहबाट 3500 मिटरको उचाइमा रहेको पेमाछालबाट देखिएको बिहानीको दृश्य बडो अद्भुत थियो। चारैतिर हिमालले घेरिएको पेमाछाल उपत्यका वास्तवमै अलौकिक देखियो। धार्मिक पवित्र स्थल मानिने पेमाछालमा चौथो दिन बिहान बौद्ध परम्परा अनुसार पूजा गरी हिमाल यात्राको आरम्भ गरियो। पेमाछालदेखि माथि 3500 मिटर मध्ये हो हाम्रो बास। अघि राति अहिले अब हामी 4200 मिटर माथि बुम्बसेर्बु जाँदैछौँ र यो मलाई अनुभव भन्दा पनि अनुभव त रह्यो। यो सर्वप्रथम यो सिँढी बनाउने संस्थालाई म हृदयदेखि नै धन्यवाद दिन चाहे। यो ठाउँमा यति राम्रो सिँढीहरू बनाइएको छ। पैसा हाल्ने त भयो, त्यो बनाउने मजदुरहरूले यो ठाउँमा यस्तो मजाले सिँढीहरू बनाउनु भएर छ। उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद। र त्यहाँबाट माथि 4000 मिटरको उचाइ पाल्मोथाङमा क्याम्प खडा गरी आधार शिविरको गन्तव्यमा निस्कियौं। 5औं दिन आधार शिविर पुगेर प्रशिक्षण सुरु भयो। संयोगवश बाक्लो हिमपात भएकाले यो समूह खुबै उत्साहित पनि थियो। समुद्र सतहदेखि 4700 मिटरको हाइटमा आइपुग्यौँ हामी। साथीहरू टेन्ट गर्दै हुन्छ र प्रशिक्षणको यात्रा बडो रोमाञ्चक बन्यो। Finally, you are in the Jugal base camp. Yeah. How's feeling you? I'm feeling good. Yeah, it's a little tiring. The way is challenging. You can see the weather is clear.
But anyways, it's nice. We'll see what will happen. But we are enjoying. Everyone is safe. That's what we need. Namaste. वास्तविक हिउँ सम्बन्धी सिकाइ र आरोहणको प्राविधिक ज्ञान सिपहरू प्रशिक्षार्थीले फिल्डमै लिन पाएका छन्। आधार शिविरभन्दा माथि 5000 मिटरको उचाइमा रहेको ग्लेसियर आइसमा पनि प्रशिक्षण प्रदान गरिएको छ। अब यहाँ म त्यहाँसम्म गएर देखाउँछु है। गइरहेको छु नि। खुट्टा फ्रन्ट अगाडिको। ट्रस्ट गर्नुपर्छ आफ्नो आफूले बनेको चिजमा। आदि चेन्ज ठाउँसम्म जाने हो कि बुझिरहेछ नि यहाँ राम्रो छ टेकेर नि चिप्लिन्छ चिप्लेर घोडा हान्छ नि। यस क्रममा प्रशिक्षार्थीहरूले हिमालमा आउन सक्ने प्रतिकूल परिस्थितिसँग कसरी सामना गर्ने र सुरक्षित रहने भन्ने पनि ज्ञान प्राप्त गरेका छन्। ट्रेनिङले पूर्ण क्षमता वृद्धि गराइदिएको छ। पूर्ण यो क्षेत्रमा लाग्ने एउटा यो के भन्छ नि आत्मविश्वास जगाइदिनु भएको छ। त्यसको लागि अब यो कार्यक्रम यो ट्रेनिङ सञ्चालन गरिदिनु हुने अध्यक्षज्यू हाम्रो जुगल गाउँपालिकाको अध्यक्षज्यू अनि मिलन सरज्यू अनि लगायत सम्पूर्ण यो ट्रेनिङको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिदिनु यो ट्रेनिङको लागि जोडिदिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पहिलादेखि आफू पनि यही पेसामा आबद्ध भएकोले यसले चाहिँ मलाई थप आफैलाई अझ मजबुत बनाउने आफैलाई तिखार्ने मौका पाएको छु। त्यही मौका पाएकोले म चाहिँ यो अवसरलाई चाहिँ एउटा सदुपयोग गर्न आएको छु। यसको लागि चाहिँ जसले अवसर दिनुभयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी यो समूह चैत्र 5 गते काठमाडौँ फर्कियो। पदयात्रा र हिमाल आरोहणका लागि समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको जुगल हिम श्रृङ्खलाका लागि जुगल गाउँपालिकाले लिएको यो पहल कदमी निकै प्रशंसनीय छ।